त्यो त देखिहाल्नु भयो होइन अब यताको हेरौँ है त म होइन यो त्यही एउटै प्याकेटको बलुन हो यो फुटिरहेको छैन ल हेर्नुहोस् त जादु होइन त यो कसरी होला यो पोसिबल हेर्नुहोस् त ल सुन्नुभयो यसभित्र मैले पानी राखेको छु अलिकति थोरै है पानीको एकदम हाई हिट क्यापेसिटी हुन्छ यसको मतलब के भनेदेखि पानीले हिट एनर्जी सजिलै एब्जर्ब गर्छ त्यही भएर जब म यसमा आगो बाल्छु भित्र भएको पानीले सबै हिट लिइदिन्छ है अनि त्यही भएर यो बलुन पग्लिँदैन अनि फुट्दैन यो बलुनमा के याद गर्नुपर्छ भनेदेखि यो तल र माथिको कम्पेरिजनमा चाहिँ यो साइडमा अलिक बढी टेन्सन हुन्छ त्यही भएर यसलाई इन्सर्ट गर्दाखेरि यो साइडबाट इन्सर्ट गर्ने होइन कि यहाँ तलबाट अब म अर्को साइडमा जान्छु यो हेर्नुहोस् त अब यो साइडबाट गर्नु ट्राई गरौँ है त के हुने रहेछ हेर्नुहोस् है रमाइलो छ नि त